बनाएर जोस हामी सेकुवा खानालाई रेडी छौँ। म बाह्र खानुपर्छ सेकुवा चाहिँ। भाइ हामीलाई त गर्दैन। वेलकम ब्याक टु माई न्यू ब्लग है। आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ गाइज। आज लङ टाइम पछि भ्लग गर्दैछु काठमाडौँ आएर। सो त्यही हो, म चाहिँ आज खेमे साथीको मम्मीको पसलमा आएको छु। सो त्यही हो गाइज, अब यो के भन्छ विद्यापुञ्ज स्कुलको गेटमा छौँ। आज हाम्रो पार्टी छ है। पार्टी भन्दा नि के केटाहरूको सानो सेकुवा बनाएर खाने छ। अनि यता चेकिङ भइरहेछ। नखाने वेलकम छ सबैजनालाई। ल मम्मीलाई नि वेलकम। आराम हुनुहुन्छ? आराम छ। खुसी छु म एकदम आज तपाईँको पसल आउन पाएँ यहाँ। धन्यवाद। जोस् साथी पसल चाहिँ भन्न मात्रै ठिक छ त, बिस्तारै गर्नुपर्छ। बात मिठो भइरहेछ। पसल भनेको उसले त भाषा सबै यहाँ जहिले नभन्न मान्छे यहाँ आउँछ नि जहिले भात बनाउन लाउनु भयो क्या। तिमी जहिले उता बसेर खाउनु पर्यो। लुकाउनु परेन। लगाइस यहाँ चाहिँ मम्मीको पसल छ है। यहाँ सानोतिनो कोही यहाँ लुगुमा हुनुहुन्छ भने सुत्यै हो, लुगुमा हुनुहुन्छ भने टक्क आउनुहोस्। यहाँ तरकारीहरू छँदैछ। यता चियाको पनि व्यवस्था हुँदो रहेछ है। चिया हेलो हेलो के छ? हिजोको खतरा देखिरहेको छ। छिटेर रात केमा हो गोटे नि ल मैले भेटिस हिजोको लाइभमा हो। बेलुका हेरिरहेको थिएँ लास्ट टाइम। म छुटेर मलाई के छ? ठिक छ एकदमै बवाल एकदमै। ल थ्याङ्क यू। नामै काफे नाम ब्रान्ड भइसक्यो खेमे साथी। यता मेरो बाइक यता छँदैछ है। तरकारी चाहियो भने लुगु एरियामा दामी छ है, दामी। ल खेमे साथीले चाहिँ ल ओके ल भाडा यहाँ पसल छ। यहाँ देखाउ भाइ, यहाँ पसल छ है। अनि त्यसपछि आज हाम्रो जो सानो ग्यादरिङ छ। म चाहिँ साला यहाँ बिल बुक र लाइसेन्स खोज्दैछु। यहाँ छ भित्र के उहाँ झोला खोल्नु भनेर खोल्नु पर्छ है झोला। लगाइज के गर्दो रहेछ यो भाइले, भिडियो खिचिरहेको हुन्छ है। हामी जान्छौँ नक्सी। भाइ हामीलाई त गर्दैन त के फायर भइरह होला। जङ्गे केही छैन, म गएपछि जङ्गे कुल हो।
कता होला बस पार्क होइन बस पार्कै यो यहाँदेखि कता राइट लिनु भन्थ्यो राइट लिनु भन्थ्यो त्यसमै बाटो कता हो राइट हो भने उता हो त यो लगाइज हामी चाहिँ यो के बस पार्क गरे भाइ यो अनि हो लेफ्ट जाने कि राइट जाने भन्ने कुरामा चाहिँ हामी दोधार परेर मामालाई फोन गर्दैछौँ मामालाई फोन लगाइसकेपछि हामी लेफ्ट जाने हो कि राइट जाने हामी त्यसपछि थाहा भइ नै हाल्छ आज रमाइलो हुन्छ खेमे साथी नै जोइन हुन्छ अहिले सो त्यही हो दामी बवाल हुन्छ भिडियो हेर्नु होला स्क्रिप्ट नगरी है माउन्टेन त देखिरहेको छ होइन पुरै तर अलिक लोकेसन पनि दिइसक्नु भयो है हामी राइट साइड जानुपर्ने हुँदो रहेछ सो त्यही हो मामा भ्लग बनाउँदै आउँदैछु सो त्यही हो रमाइलो गर्नुपर्छ आज सेकुवा यस्तो व्यवस्था गर्दैछौँ हामी यतातिर है ल खोइ बाँस गाडी त्यसमै त्यो बाटो हो क्या बाँस गाडी त्यहाँ हेर्नु न वहाँ छ राइट साइड भन्नु राइट भनेको राइट त यही हो अब यहाँ त बाटो छैन नि त्यो बाटो होइन घर छ होइन कि बाँस गाडी त्यहाँ पनि छ यता बाटो छ अङ्कल त्यो बाटो छ यता यो माथि बाटो छ कि छैन माथि बाटो छ बाटो बिर्सेर खुलित काठमाडौँ बसाइलाई एकदम रमाइलो परिहरू काठमाडौँतिर पाउँदो रहेछ भाइ मलाई त यस्तो लागिरहेछ कि साला काठमाडौँ यति चिसो हुँदो रहेछ कि आम्मा चिसो त यहाँ कम्ता चिसो हुँदो रहेछ त हामी चाहिँ माथि लागिसक्यो है बाँस गाडी त उहाँ छ त अनि उहाँ होइन क्या हो यो त के छ डुगाडी मामा के छ मामा मागेर हजुर भाडामा ल्याएको आज भिडियो बनाउन आएको भाडामा हजुर खै के गर्छ
माम्स के छ माम्स ठिक छ यार तपाईँको हाल खबर ठिक छ मामा आकाश भाइ जङ्गे माम्स हेलो 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 के छ हजुर ठिक छ हजुर ठिक छ ओ मेरो भाइ के छ ल ल ल भाइ के छ ल मेरो भाइ के छ एकदम रमाइलो छ रमाइलो छ ल ल ल ठिक छ यता चाहिँ अब पवनको ए आफ्नै ए अस्ति यो गाउँमा भेट भएन मैले कोपालाई भेट्नु मन लागिरहेको थियो के घन्टाको यहाँ भेट्यो भने ल कोपा ल आरामै हुनुहुन्छ ल ठिक छ ल ल ल अब हामी यहाँ के छ अरे व्यवस्था मामा आज सेकुवाको व्यवस्था प्लस 50-80-90 जनालाई चाहिँ खाना पकाएर खुवाउनु पर्ने प्लस सेकुवाको मास्टर चाहिँ तपाईँ हो सेकुवाको अरू चाहिँ म जान्दिनँ है मामा ल ल ल ल ल सब डुकाडीहरू देखाउनु ल ए ल कलेक्सनहरू यो त होइन सिबिआरको कान्छा भाइहरू छन् ल धेरै कोही एउटा दुईवटा दुईवटा छन् ल गाइस आजको सेकुवाको लागि चाहिँ हामीले यहाँ केही मसलाहरू चाहिँ किन आइरहेको छौँ है ल ओके यहाँ छिरेर हामी केही मसलाहरू लिन्छौँ मसलाको डिपार्ट कता छ यतातिर चाहिँ कता छ मसला देख्दिन नि त सेकुवाको लागि रेडी गर्दैछौँ यहाँ हाम्रो जङ्गे मामा ढुङ्गे सेकुवा होइन बन्दैछ ढुङ्गे सेकुवा सिक्किमे साउ 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 सिक्किमे सेकुवा चाहिँ एकदम रेडी हुँदैछ हाम्रो एकदम बवाल खुवाउनु पर्ने छ आज सेकुवा बनाएर जोस् हामी सेकुवा खानालाई रेडी छौ बाहिर साउ चाहिँ आउट हुन्छ सिक्किमे 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 साउ हान्नु नि त नाना हान्नु यतिर लगाइज भरे रातिको लागि चाहिँ यहाँ के भन्छ यो आगो यो भुब्रो चाहिँ हाम्रो लागि रातिको लागि स्पेसली यता हामी सबैजना सल्लाह गर्दैछौँ के गर्ने कसो गर्ने माम्स भाइ हजुर हेलो हेलो के छ ठिक छ यार ठिक छ ल आजको यो हाम्रो क्रिसमसलाई चाहिँ केटाहरूले रमाइलो गरिदिएर आज बसिरहेको छौँ ल वेलकम छ सर तपाईँलाई पनि भाइ गिटार बजाउन आउँछ तालमेल मिलाउन आउँदैन के छ बिना भाइ गफा गफमा जाने हामी त भाइ विजय भाइ के छ ठिक छ ल सर के छ खबर एकदम ठिक छ सबैले माया गरिदिनु पर्यो है ओके सबैले चुपा गरिदिनु पर्यो है सबैजना चाहिँ हामी बसिरहेको छौँ कुर्सी नपुगेर मामाले कुर्सी ल्याउँदै हुनुहुन्छ मामा के छ सिक्किम चामलिङ यस प्रेसिडेन्ट अफ सिक्किम ओके ओके आजको स्पोन्सर होइन तपाईँ अब सेकुवा देखिहाल्नुभयो होला यता यी तल सर के छ ठिक छ कोपा चाहिँ उहाँ बसिरहनु भएको छ ल हामी यहाँ बसिरहेको छौँ तर अरू के भन्ने अब केही रमाइलोहरू पनि गरिरहेको छौँ हामीले त्यही हो अब यताको घाम डुब्न लागेको छ तर पुरै के भन्ने यस्तो छ गीत आउँदैन सर हजुर ल केटा हो हामीले चाहिँ यहाँ अहिले यहाँ है यो टमाटर तार्नको लागि यहाँ पोल्नको लागि हामीले अब केही कोपाको आइडिया सिकेर गइरहेछौँ कस्तो हुन्छ जोस् राम्रै हुन्छ जस्तो लागिरहेछ यहाँ दामी पाकेको रहेछ यो त रातो रहेछ ल एउटा सिउलिन्छु गोलभेडा टमाटरको भाउ कसरी छ हौ त्यो त भन्छ सबै होइन यी बबालै छ यहाँ अब बबाल पाक्नेवाला छ है यो चाहिँ सेकुवाको लागि स्पेसली देखाइदियो भाइ यता त्यसरी होइन कि तेर्सो बनाएर भिडियो युट्युबमा त तेर्सो बनाउनु पर्छ नि त
ल यसरी हालिन्छ यहाँ अच्छा देखाउ पाकेको पनि बिहान पाकेको छ बढ्दैन थाल्यो झिरमा चाहिँ हामीले बोल्दैछौँ दामी भयो दामी हुँदो रहेछ यस्तो दामी पाक्दो रहेछ माला टमाटर अघि रातो थियो पहेँलो थियो है अहिले चाहिँ कालो भइसक्यो ब्ल्याक Line in. Bluetooth mode. के छ माम्स ठिक छ यार बवाल छ बवाल वाल छ बवाल बवाल छ माइजू खल्ली होइन आज भाइजू खलिएर हान्छु भन्छ त हौ माम्स माम्स साँच्ची साँच्ची हो भन्नु हो यार अहिले लास्ट विचार गर्यो है भाइ भ्लग बनाइरहनु भएको छ यहाँ अनुहार चाहिँ कसले हान्छ भने चिनिहाल्छ नि हो यो सेउका पाक्दैछ नि त रेडी हुँदैछ नि सेवाको लागि यही फलाम हो यो चाहिँ काट आउँछ ब्लगमा बोल्या झरेपछि सेकुवा चाहिँ यहाँ पाक्न रेडी भइसक्यो पाक्नलाई रेडी अनुहारमा ज्यान हेर्दा चाहिँ त्यो चाहिँ हो रेडी रेडी सेकुवा रेडी ल सेकुवाको लागि चाहिँ सबै अचारहरू पनि रेडी गरेर है अब म चाहिँ यहाँ साथीहरू यहाँ माथि डुल्नु आएर छ त्यही ठाउँ जाँदैछु त्यो गाइज अब के भन्ने राति राति नै पनि भयो है आजको दिन यस्तै बित्यो जोस् म क्रिस्चियन चाहिँ होइन है फेरि म क्रिस्चियन चाहिँ होइन तर जोस् सबै धर्मलाई रेस्पेक्ट गर्ने मान्छे चाहिँ हो अब त्यही हो सबै धर्मलाई रेस्पेक्ट गर्नुपर्छ होइन सबैजनाले अब जसै जेले पनि भयो तर आफ्नो मनबाट सबैलाई रेस्पेक्ट चाहिँ गर्नुपर्छ त्यो गाइज अब के भन्ने त्यस्तै हो कोही केटाहरू कामै गरेन यता बाइक छ यता उँधो टनकै छ है बाइकहरू मर्नु लागिरहेछ कहाँ टोइलेटै रहेनछ यता फेरि ए यहाँ माथि टोइलेट रहेछ क्यारे हल्का डुल्ने ठाउँ रहेछ त्यही हो टोइलेट जानुपर्ने हुन्छ है हामी चाहिँ यस्तो रहेछ दामी रहेछ लगाइस हल्का केटाकेटी खेल्ने ठाउँ रमा पुग्नै पाइनँ है मलाई त्यो उपर गुले च्यापेर म चाहिँ लाग्दैछु वक नै यति फास्ट युवा कता चोइनु तयार धारा छ यहाँ पानी नै रहन्छ माथि यार टेन्सन भयो तर पानी नै रहेछ त्यो बाइकहरू चाहिँ यता छ है हाम्रो केटाहरूको वेलकम बुनुहरूलाई के छ ठिक छ ठिक छ नि ल बाइकहरू चाहिँ टनाटन नै टनाटन